म अन्तिम पटक भनेर भेट्न जाँदा उसलाई गुमाउने डर असाध्यै थियो। त्यसपछि आज पहिलोचोटि भेट्दा ऊ अझै पनि पहिले जस्तै छ। उही मुस्कान, उही बानी, उही व्यवहार र उही प्रेम। तर उसलाई अब मेरो हुन कुनै पनि कर छैन। ऊ मेरो जीवनमा होइन, मुटुमा बसेको छ। अन्तिम भेटको लागि गएको म, तर उसको कुरा सुन्दा अचम्म लागेको थियो। मलाई भेट्न आउँदा थोरै समय लिएर आएको थियो। भन्छ कसैले देख्ला कि? म भने किन? सोद्धा भन्यो। मलाई एक दिन मात्र होइन, तिमीसँग पुरै जिन्दगी बिताउनु छ। उसको कुराले मेरो आवाज नै रोकियो। केही छिनपछि अचानक उसलाई प्रश्न सोधे, सुन न, अहिले मलाई र करियरमा कुनै छान्नु पर्दा के गर्छौ? उसको उत्तर सुनेर आफू एकदमै भाग्यमानी रहेछु बुझे। उसको उत्तर थियो, भिजेको आँखा मतिर हेर्दै भन्छ, मसँग कोही नहुँदा सब थोकमा साथ दिने तिमीलाई करियरसँग तुलना गर्न सक्दिनँ म। जे छु आज तिम्रो साथ अनि आमा बुवाको आशीर्वादले। तिमी हुँदा करियर छ, सब थोक छ। तिमी नहुँदा न त करियर छ, न त मेरो अस्तित्व नै। भन्ने गर्छन् नि, प्रतीक्षा गर्न सक्नुपर्छ। जुरीको सम्बन्धले भन्दा कुरीको सम्बन्धले धेरै खुसी मिल्छ रे।